हेलो गाइज नमस्ते। आज चाहिँ म यो नयाँ च्यानलबाट चाहिँ फर्स्ट टाइम आउँदैछु। यो चाहिँ नयाँ च्यानलबाट चाहिँ फर्स्ट भ्लग बनाउँदैछु। यहाँलाई के कस्तो लाग्छ यसो मन पर्यो भने लाइक सेयर अनि सब्सक्राइब पनि गर्नु होला। मेरो पुरानो च्यानल शिव थापा मगर पुरानो च्यानल त छँदैछ। यो नयाँ च्यानल पनि मैले त्यत्तिकै बसिरहेको थियो पुरानो च्यानल। यसबाट पनि केही भ्लगहरू हाल्दै गरौँ न भन्ने हिसाबले फर्स्ट भ्लग बनाउँदैछु। आजको भ्लग चाहिँ विशेष गरेर यो घन्टाघरमा चाहिँ फर्स्ट टाइम चढ्दैछु। मेरो यो च्यानलको फर्स्ट भ्लग पनि हो र यो घन्टाघरमा चढेको पनि फर्स्ट टाइम हो। त्यसले गर्दाखेरि यहाँलाई के कस्तो लाग्छ, मैले यहाँ चाहिँ विशेष गरेर आज चाहिँ यो घन्टाघरबाट यो बेलुकी साँझ पख चाहिँ के कस्तो देखिने रहेछ, कस्तो दृश्य देखिने रहेछ भनेर बेलुका साँझमा चाहिँ चढेको छु। र मैले यहाँलाई चाहिँ यो भ्लग मार्फत चाहिँ यो माथिबाट देखिने दृश्यहरू यहाँलाई देखाउँदैछु। आज चाहिँ विशेष ठाउँमा जाँदैछु म चाहिँ। यो लगभग म चाहिँ धरानको घन्टाघरमा चाहिँ कहिले पनि चढेको थिइनँ। आज यसो प्रवेश गर्दैछु के छ कसो छ भनेर। आज यहाँलाई चाहिँ मैले यो नयाँ च्यानल मार्फत यो धरानको घन्टाघरबाट चाहिँ धरानको भ्यू देखाउनेवाला छु। र यो साँझ परिसकेको छ, अहिले खासमा चाहिँ रात परिसकेको छ। जाँदैछु गाइज। लगभग पुग्नै लागिसके। ओ निस्के ल ढोका रहेछ, टक्क ढोका खोल्नु पर्यो। यहाँबाट चाहिँ सरर धरान बजार। ओ आमामा कति अल्गो हो त, धेरै माथि आयो कि के हो। यो चाहिँ बस पार्क, धरान बस पार्क। यो पुरानो बस पार्क भन्दा पनि भयो, अहिले तल सरिसक्यो। अनि यहाँ पनि यो टेम्पो पार्क कि के भन्छ यो थियो। यतापट्टि माथिपट्टि चाहिँ यो धनकुटा माथि जाने बाटो यहाँले देख्न सक्नुहुन्छ। यतिखेर एकदमै भानुचोक यही भइहाल्यो। अनि त्यहाँ एउटा ठुलो बरको रुख छ। र बेलुकाको दृश्य चाहिँ यस्तो देखिन्छ है गाइज। ल ठ्याक्कै घन्टाघरबाट आनन्द छ यहाँ निकै टपमा। यस्तो छ। अनि यो माथिपट्टि जाने यो भयो। अनि अब यो चाहिँ यसको साइडतिर हेर्दाखेरि चाहिँ आहा दामी देख्यो त। बेलुकाखेरि यो एकदमै त्यहाँ खाजा खाने अनि यो सस्तो कपडा बिक्री हुने ठाउँ हो। यति धेरै भिड देख्न सकिन्छ। आहा ल हेर्नु त गाइज यस्तो। ल गाइज यो चाहिँ मैले यो भिडियो चाहिँ आज फर्स्ट मेरो नयाँ च्यानल, पुरानो च्यानल त छँदैछ शिव थापा मगर च्यानल छँदैछ। र यो आजदेखि चाहिँ यो नयाँ च्यानलमा पनि यो फर्स्ट मेरो चाहिँ फर्स्ट भ्लग लगाउँदैछु।
यो फर्स्ट भ्लग चाहिँ कहाँको बन्यो त भन्दाखेरि यो अहिले म ट्याक्कै घन्टाघरको टपमा आइपुगेको छु। यहाँ देख्न सक्नुहुन्छ यो टपै हो। यो चाहिँ यहाँदेखिको यतापट्टिको दृश्यहरू मैले देखाइरहेको छु। यतापट्टि यो घन्टाघरको ब्याक साइड भयो यतापट्टि। अनि यहाँनिर टावर एक्स छ। अनि ल गाइज यो अहिले चाहिँ बस पार्क चाहिँ तल सरेकोले गर्दाखेरि यहाँ चाहिँ त्यस्तो भिडभाड छैन। बेलुकाखेरि यहाँ रमाइलो हुँदो रहेछ। अहिले चाहिँ यो बस पार्क सरिसकेपछि चाहिँ यहाँ एउटा सिस्टम चाहिँ के राम्रो भएछ भन्दाखेरि यहाँनिर बेलुकाखेरि यसो रमाइलो त्यहाँ खेल्नको लागि चाहिँ एकदमै फ्री भएछ। गाडी साडीको अब डर भएन। गाडी यतैबाट त्यहाँ छिर्न पाइने छैन गाडीहरू। अनि एकदमै राम्रो भएछ। शीतल ताप्ने बस्ने एकदम गजबको भएछ। अनि त्यस पछाडिको भाग भनेको मेन यहाँको भाइरल भनेको यही हो। यो चाहिँ एकदमै भाइरल छ यतिखेर। यस्तो धेरै छन् त्यहाँ, यति भिड छ त्यहाँनिर हामीले देख्न सक्छौँ। यहाँनिर एउटा लेभल अप भन्ने यो रेस्टुरेन्ट नै होला सायदै, यहीँनिर रहेछ। अनि यतापट्टि भयो यो देशी लाइन। देशी लाइन चाहिँ यतिखेर यो वान वे भयो, टु वे नै हुनु पर्यो भनेर एकदमै विरोध भइरहेको छ यतिखेर। र त्यो कारणले गर्दाखेरि यो बन्द छ। अहिले दोकानहरू एकदमै बन्द छ यहाँ। यो देशी लाइनभरि चाहिँ यो चाहिँ बन्द छ। वान वे नै चलिरहेको छ। अब गाडी त हिँड्दैछ। हिजो अस्तिसम्म बन्द थियो। अनि तलदेखि देख्न सकिन्छ, तलबाट चाहिँ इटरी साइडबाट आएको गाडीहरू। यतापट्टि पनि एकदमै टावर एक्स एन्ड जेमसन लेभल अप। ल गाइज आजको यो भिडियो के कस्तो लाग्यो यहाँहरूलाई मन पर्यो भने यसो लाइक गरिदिनु होला। च्यानलमा सबैजना नयाँ नै हुनुहुन्छ, सब्सक्राइब पनि गरिदिनु होला। यो मेरो नयाँ च्यानललाई सपोर्ट गरिदिनु होला। यो च्यानलकै फर्स्ट भ्लग पनि हो। यहाँले माया गरिदिनु होला। के कस्तो लाग्यो यसो कमेन्ट गर्नु पनि नभुल्नु होला भन्दै आजको लागि शुभरात्रि। हस् त, बाई बाई।